हेलो गाइस, आज हामी चाहिँ पुरा भ्लग बनाउनु जाँदैछौँ है। यहाँ चाहिँ अब सरसफाइ गरिरहेको छौँ। यो चाहिँ पोखरी हो हाम्रो चाहिँ। यहाँ रिसोर्टहरू बन्दैछ। अब पछि यहाँ एप्लायर सबै कुराहरू अब तपाईँहरूको लागि जानकारी दिनेछौँ। अहिले चाहिँ हामी यो सरसफाइ कार्यक्रम गर्दैछौँ। यहाँ दुबो रोपेको हेर्नुहोस्, पुरै हावा चलेर अब यस्तो हुन्छ कि अब यो मौसमै यस्तै छ कि अहिले यहाँ अब दुबोको लागि पानी हाल्दैछ। हेलो म्याडम, सरसफाइ गरिरहनु भएको छ है। अनि हाम्रो चाहिँ यो पुरा पछि चाहिँ पार्टी सेमिनारको लागि हलहरू पनि हुन्छ कि है। यहाँनिर चाहिँ एकदमै राम्रो छ कि ठाउँ चाहिँ होइन, पुरै ठाउँ राम्रै छ। ठाउँ राम्रो छ, एकदमै धेरै राम्रो छ, सुन्दर पनि छ। हामीले बत्ती सत्ती पनि सबै हालिसक्यौँ कि है। अनि फेरि तपाईँहरूले भ्लग बनाइसकेपछि तपाईँहरू नै साउ होला भनेर सोच्नु होला। हामी त यसरी काम गर्ने मान्छे है। यता हेर्नुहोस् त म्याडम, हामी यसरी काम गर्छौँ है दिनभरि। अनि हामीलाई पनि सपोर्ट गरिदिनुहोस्। हामीले पनि नयाँ नयाँ यसो ट्रेनिङ गर्दैछौँ है। तपाईँहरूले पनि धुप्पीहरू हेर्नु फुल्न लागिसकेको छ। धुप्पीको फुलहरू कति राम्रो छ कि है। धुप्पीहरू राम्रो हुन्छ कि फुलहरू, साह्रै माया गर्नुपर्छ यसलाई चाहिँ धेरै माया भएर यो रिसाएर आधी मरेछ, आधी चाहिँ जिउँदो छ। यस्तो धेरै माया हुन्छ कि है। अनि पछिको लागि राम्रो छ ठाउँहरू। हेलो गाइज भन्दै उभिँदो, कसले फोन गर्नुभएछ? निर्मल गुरुङ, निर्मल यता हेर, यता गाइज, निर्मल गुरुङ। निर्मल गुरुङ के हामी ट्राभल लिन जाने भन्दै थियौँ, त्यही भएर अहिले कुरो त्यही आयो कि। यता हेर, यता। हेलो हेलो गाइज भनिदेऊ न। अनुहार देखेन तिम्रो, अलिकति राम्रोसँग देखाइदेऊ। सबै पुरै सफा गर्नुपर्छ होइन। फेरि एक्लै श्रीमतीलाई मात्रै लाखा भन्ने त्यो नसोच्नु ल। मैले पनि गरिरहेको हुन्छ। उसले चाहिँ भ्लग बनाउनु पऱ्यो भनेर ऊ गरेर चाहिँ अनि त्यही भएर मैले यहाँ भिडियो खिच्दैछौँ कि। हाम्रो त अब मान्छे छैन नि त धेरै। सबै सफा भयो भने पछि राम्रो हुन्छ। यहाँ यसरी हेर्दै गर्नुहोस्। पछि यहाँ फिसिङ गरेको नि हेरौँ न है। माछाहरू पनि ठुल्ठुलो भइसकेको छ, फिसिङ गर्ने भयो भने।